हैन गाइज आज म यता अन्तैतिर आएको छु हैन भिडियो बनाउने हैन गाउँ ठाउँ हेर्नुलाई हैन यहाँ कस्तो मजाको ठाउँहरु पनि छ हैन पुरै खाली छ कस्तो मजा लाग्छ नि यो ठाउँमा हैन मजा ठाउँ पुरै खाली छ अनि यता पनि हैन खाली छ पुरै खाली छ यता पुल छ बीचमा अनि यहाँ म छु अनि यता पिछाडी र अगाडिको सिनहरु दामी छ हैन एकदम दामी छ सिनहरु हैन तपाई हेर्न सक्नुहुन्छ यता पनि सिन दामी छ जन यता पिछाडी हेर्नु पिछाडी कस्तो दामी छ हैन सिनहरु चारैतिर बाटोमा रुख घाँस छ हैन अनि दामी लाग्छ सिन यस्तो दामी छ सिन हेर्न सक्नुहुन्छ हैन यो ठाउँ चाहिँ कहाँ हो हैन तपाईले आफै ग्यास गर्नु हैन म भन्न सक्दिन तर हैन तपाईले आफै ग्यास गर्नु यो कुन ठाउँ हो जसलाई थाहा छ यो ठाउँको हैन ठाउँ ग्यास गरेर कमेन्टमा भन्न सक्नुहुन्छ म कुन ठाउँमा छु भनेर जसलाई थाहा छ मेरो भिडियोहरु हेर्नु हुनुहुन्छ त्यसले भन्दा हुन्छ यो कुन ठाउँ यो कुन पुल हो कहाँको हो हैन कमेन्टमा भन्दा हुन्छ हैन म यस्तो ठाउँमा आएको छु आज हैन घुम्नुलाई यसो हैन मुड फ्रेस गर्नुलाई घरमा बसेर पनि बोर लागिसक्यो अनि त्यही भएर म यस्तो ठाउँमा आएको छु आज गाउँदेखि मेरो गाउँदेखि अलिकति टाढा हो हैन टाढा आएको छु अनि आएर म यहाँ भिडियो बनाइरहेको छु हैन तपाईहरुलाई कस्तो लाग्छ हैन भन्नु अनि जे छैन यसै भिडियो हेर्दै गर्नु होला हैन सबैजनाले माया गरिदिनु भिडियोमा हैन यस्तै छैन म घुम्न आएको छु अन्त ठाउँमा अनि पानी पनि छैन म बर्खामा यहाँ अब बर्खा आएपछि यहाँ ओभर पानी हुन्छ हैन ओभर पानी हुन्छ अनि त्यही भएर यो पुल बनाएको बीच बाटोमा यता पनि बाटो छ यता पनि अनि बाटो छ दुईतिरै बाटो छ नि बीचमा यहाँ पुल छैन अब पुल भनौँ कि कलबर्ट भनौँ कि जे भन्दा पनि हुन्छ हैन यस्तै छ मलाई घरमा बोर लाग्यो अनि त्यही भएर म यहाँ घुम्न आएँ यस्तो ठाउँमा घुम्न आएँ अनि मुड फ्रेस गर्नुलाई पनि घुम्न आएँ अनि कस्तो दामी लाग्यो हेर्न सक्नुहुन्छ तपाईहरु हैन रुखहरु हेर्नु कस्तो दामी छ लाइन छ रुखहरु हैन दामी लाग्छ यता पनि हेर्नु यता पनि लाइन छ अनि बाटोमा यस्तो हुँदा कस्तो दामी देखिन्छ हैन सिन पनि दामी देखिन्छ ब्युटी पनि हुन्छ अनि मजा आउँछ बाइक कुदाउनु हिँड्नु साइकल कुदाउनु पनि मजा आउँछ यस्तो ठाउँमाहरु हैन त्यही भएर म अन्त्य ठाउँमा घुम्न आएको छु अनि कसलाई थाहा छ हैन यो कुन ठाउँ हो कहाँ हो हैन कमेन्टमा भन्न सक्नुहुन्छ सबजनाले हैन अनि सबैजनाले भिडियो तर जसले हेर्नु हुँदैछ हैन प्लिज यार एउटा लाइक एउटा कमेन्ट हैन गरेर फलो गरेर जानु त्यसै छोडेर स्किप गरेर नजानु प्लिज यार हैन मलाई अबर मोटिभ मिल्छ तपाईको लाइक कमेन्ट फलोले मलाई अबर मोटिभ मिल्छ भिडियो हेर्नुहुन्छ भिडियो हेरेर छोडिदिनुहुन्छ कसैले स्किप गरेर छोडिदिन्छ त्यस्तो नगर्नु तपाईको एउटा फलो लाइक कमेन्टले मलाई खतरा मोटिभ मिल्छ हैन जसलाई अब इच्छा लाग्छ गर्दा पनि हुन्छ अब कसैलाई जोर जबरजस्ती पनि छैन हैन तर एउटा के मलाई तपाईहरुले लाइक कमेन्ट सब्स्क्राइब गर्दा मलाई एउटा मोटिभेसन मिल्छ हैन त्यो मोटिभेसनमा अझै मजाले मलाई काम गर्नु मन लाग्छ अझै राम्रो ठाउँहरु तपाईहरुलाई देखाउन मन लाग्छ राम्रो कुराहरु भन्नु मन लाग्छ एक्सपिरियन्स गर्नु अरु ठाउँमा गएपछि हेर्न मन लाग्छ हैन तपाईहरुले मलाई एउटा चासो दिए भने चासो देखायो भने मलाई पनि त चासो हुन्छ नि त मनमा ल मेरो भिडियो सबैजनाले हेरिरहेछ मलाई अझै यो कन्टेन्ट भन्दा अझै राम्रो कन्टेन्ट ल्याउनु पर्ने अझै राम्रो देखाउनु पर्ने अनि मेरो एउटा फ्यामिली तपाई पनि मेरो फेसबुक पेजमा फेसबुक प्रोफाइलमा युट्युबमा टिकटकमा जेमा पनि जोडिरहनु हुनुहुन्छ तपाई पनि मेरो एउटा फ्यामिली जस्तै हो हैन तपाईहरुले साथ सपोर्ट पाएर म मात्र म एउटा प्लेटफर्ममा खुट्टा राखेको छु हैन तपाईले साथ सपोर्ट गर्नुहुन्छ हैन अनि तपाईले लाइक कमेन्ट सब्स्क्राइब गर्दा मलाई एउटा मोटिभेसन मिल्छ हैन त्यही भएर मैले भिडियो बनाउँछु अनि तपाईले स्किप गरिदिनुहुन्छ हैन कमेन्ट गर्नु हुँदैन चित्त दुख्छ कुनै बेला हैन कतिले हेर्छु हैन भ्यू यत्रो आउँछ अनि कमेन्ट लाइक छैन हैन त्यस्तो नगर्नु स्किप नगर्नु मेरो भिडियोहरु जसले हेर्नुहुन्छ हैन